हेलो गाइज, के तपाईँ जापानमा हुनुहुन्छ र भर्खर जापान आउनुभएको छ भने यो भिडियो चाहिँ तपाईँहरूको लागि जापानमा कोम्बिनीबाट कसरी फोटोकपी गर्ने भन्ने बारेमा म तपाईँहरूलाई आज सजिलो तरिका सिकाउँछु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। यो चाहिँ कपी मेसिन भयो हैन। कपी मेसिनको यतापट्टिको भाग चाहिँ यसरी उचाल्न मिल्छ अनि त्यहाँ चाहिँ हामीले के फोटोकपी गर्ने हो त्यो चाहिँ राख्ने। म चाहिँ आज लाइसेन्सको फोटोकपी गर्छु, त्यही भएर त्यहाँ राखेँ। त्यसपछि त्यो बन्द गरिसके पछाडि यता इरो कपीमा थिच्ने। त्यसमा थिचिसके पछाडि यहाँ अब कस्तो खालको कपी गर्ने हैन, एउटै पेपरमा गर्ने हो कि अगाडि पछाडि गर्ने हो कि, म चाहिँ एउटै पेपरमा तल र माथि गर्ने भएकोले त्यो थिच्छु हैन। अनि अब कलरफुल गर्ने हो कि सिरोकुरो गर्ने हो कि त्यो एराबु गर्ने हैन, म चाहिँ सिरोकुरो गर्ने भएकाले त्यो थिच्छु। अनि अब तपाईको जाइरो कार्ड छ भने पनि मेन क्योसेमा थिच्दा केही फरक पर्दैन हैन। मेन क्योसे थिचेर अनि साइज एराबु गर्ने छ। अब अहिले त धेरै त A1 साइजै युज हुन्छ नि त, अनि त्यही भएर मलाई पनि A1 साइजै चाहियो। त्यही भएर म पनि A1 साइजको फोटोकपी गर्छु हैन। अनि त्यसपछि चुगी थिच्ने। चुगी थिचिसके पछाडि फेरि त्यहाँ पनि गेङ्गोको साइज, मतलब अब हामीले कपी गर्न लागेको साइज कस्तो बनाउने, अब पुरै पेपरभरि बनाउने कि अब जाइरो कार्डको हो भने सानो सानो बनाउँदा पनि मिल्छ नि त। त्यही भएर त्यो थिचेर यता गेङ्गो योमी कोमी गर्ने। अनि त्यो भइसके पछाडि भिडियोमा देखाए जस्तै यताको उचालेर फेरि त्यो पछाडिपट्टि चेन्ज गर्ने। त्यो चेन्ज गरिसके पछाडि फेरि त्यो गेङ्गो योमिकोमीमा थिच्ने। त्यसमा थिचिसके पछाडि आफूले गरेको त्यहाँ देखिन्छ, अब त्यस्तै हो भने चाहिँ चुगीमा थिच्ने। अनि त्यहाँ 10 रुपैयाँ हालिसके पछाडि स्टार्टमा थिचेर एकछिन वेट गर्यो, आउँछ हैन। अनि आइसक्यो नि त, एकछिन टाइम पनि लाग्दैन, 10 सेकेन्ड नै लाग्दैन नि त। अनि हाम्रो फोटोकपी भयो हैन गाइज। तपाईहरुलाई कोम्बिनीबाट जिउमिनीहरू, खाजै स्याउमेस्योहरू, इन्खान स्याउमेन्स्योहरू झिक्नु छ भने प्लिज कमेन्ट गर्नु होला। म तपाईहरुको लागि अर्को भिडियो बनाउने छु। अहिलेको लागि धन्यवाद। अन्तिमसम्म हेरेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। बाइ बाइ।